नमस्ते हजुर, आरामै हुनुहुन्छ होला भन्ने मैले आशा राखेको छु। आज चाहिँ मैले मोमो बनाउन गइरहेको छु। यो चाहिँ हाम्रो मम्मीहरूको हामी सानो हुँदाखेरि बनाउने मोमोको रेसिपी हो, जसलाई मैले रिक्रिएट गर्दैछु। यसको लागि चाहिँ हामीलाई सोयाबिन र बन्दा मात्रै चाहिन्छ। बन्दालाई पहिले मैले पखालेर राखेको थिएँ, त्यसपछि त्यसलाई रफली कट गरेर यसै गरी ग्लासको एप्पले मलाई सानो सानो गरेर कट गरेँ। सोयाबिनलाई तातो पानीले पखालेर तातो पानीमा भिजाएर राखेको थिएँ। 15 मिनटपछि सोयाबिन राम्रोसँग भिज्यो। त्यसको पानी फालेर मिक्सरमा हालेर यसरी मसिनो गरेर यसकोलाई पिसेँ। त्यसपछि एउटा भाँडोमा दुईटै चिजलाई खनाएँ। माथिबाट मोमोको मसला, जिरा धनियाको धुलो र थोरै नुन टेस्टको अकर्डिङ हालेर यसलाई राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ। यदि हजुरसँग मोमो मसला छैन भने त्यसलाई स्किप गरेर लसुन र अदुवाको पेस्ट पनि थोरै हाल्न सक्नुहुन्छ स्वादको लागि। त्यसपछि यसलाई राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ र पिठो चाहिँ हामीले पहिला नै मुसेर राखेको थियौँ। मैदाको मोमो बनाउन गइरहेको हो। त्यसलाई कमसेकम 15 देखि 20 मिनटसम्म रेस्ट गर्न दिनुपर्ने हुने भएको भएर सुरुमा नै त्यसलाई रेस्ट गर्न राखेर बाँकी सामानहरू रेडी गरेको हो। अब हाम्रो पिठो पनि रेडी भइसकेको छ। एकचोटि यसलाई राम्रोसँग फेरि माडेर ठुलो गरेर एउटा रोटी बनायौँ र अब चाहिँ ग्लासले यसरी राखेर यसलाई कट गर्नुपर्ने हुन्छ। एकैचोटि 5-6टा निस्किने भएको भएर हामीलाई चाहिँ एकदमै सजिलो हुन्छ यसरी एकैचोटि रोटी बेलेर सानो सानो सेप निकाल्नको लागि। त्यसपछि यसमा फिलिङ भरेर अब हामीले यसलाई मोमोको भाँडोमा राख्नुपर्ने हुन्छ। पानी बसालेको थिएँ, त्यसमा थोरै तेल पनि हाल्दै माथिबाट मोमोलाई हालेर ढाकेर 15 मिनटसम्म यसलाई पकाएँ। 15 मिनटमा हाम्रो मोमो सर्भ गर्नको लागि रेडी भइसकेको थियो। चटनी पनि रेडी थियो। एउटा प्लेटमा मैले बिचमा चटनी हालेर त्यसलाई माथिबाट चम्चाले ट्याप गरेर चारैतिर मोमो हालेर सर्भ गरेँ। यसरी बनाएको मोमो एकदमै मिठो लाग्थ्यो र सेम सानोको नै टेस्ट आयो। यदि हजुरहरूले पनि बनाउनु भएको छैन एकचोटि ट्राई गर्नु होला। थ्याङ्क यू फर वाचिङ।